मेरो नयाँ चप्पल कस्तो छ? ओहो राम्रो छ त। चप्पल किन्ने पैसा कहाँबाट आयो त? अस्ति आमाले दिएको 200 थियो नि, त्यहीबाट किनेको। अनि त्यो पैसा त कापी किन्न दिनु भएको होइन र? हेर त्यो त साथीकोबाट फोटो खिचेर हेरिहाल्छु नि। कपी किनिस्? कपी त बजारमा स्टक आउट भएको थियो। मम्मी स्टक आउट चाहिँ होइन, पैसा चाहिँ आउट थियो। अङ्कल हजुर के चाहियो? एउटा कपी दिनु न। ए आज पनि तिमी त्यही उधारो कपी माग्न नै आयो है? छैन त्यस्तो उधारो त दिने चलन छैन मेरो। अब आज लास्ट चान्स हो क्या अङ्कल, भोलिबाट साँच्चै दिन्छु कि पैसा, अहिले दिनु न। तिम्रो त्यस्तो आज लास्ट हो भन्ने त नेपाली टेलिभिजनको सिरियल जस्तो भइसक्यो नानी। सधैँ आज लास्ट भन्छ, सधैँ आज लास्ट भन्छ, कहिले पनि टुङ्गिँदैन। तिम्रो सिरियल हो यो, दिँदिनँ म। के भयो? सेन्टो भएर आऊ त। सरले आज कपी नभएर क्लासबाट बाहिर निकालिदिनु भयो। त्यो मम्मीले कपी किन्न दिनुभएको पैसा चप्पल किनिहाल्यो कि अरे ती चप्पलमा लेखेर सरलाई बुझाएको भए भइहाल्थ्यो नि। त्यही भएर थोरै पैसा भनेर जथाभावी खर्च गरेर काम छैन नि नानी। अब तिमीले बुझ्नुपर्छ पैसा कमाउन कति गाह्रो हुन्छ। सरी मम्मी, अबदेखि चाहिने कुरामा मात्र खर्च गर्छु। पैसाको महत्त्व बुझौँ, आवश्यकता अनुसार खर्च गरौँ।